हे भगवान, टिकटकमा बिचरा कमेन्ट गर्नेहरूलाई पनि कसम भ्याइ नभ्याइ छ भने यता हेर्यौ बाजेको पारा यस्तो छ। आजको नास्ता साथीहरु आफ्नो खेतबारीमा फलेको अर्ग्यानिक मुलाको उता जोडीलाई हेर्यौ यस्तो छ। गुटा फुटाउने भयो, देखाउने हल्लाउने दिमागको नसा चुटिएकाहरू सबैमा कमेन्ट्स गरेकै छन् र पो हामीले पढ्न पाएको छौं, हाँस्न पाएको छौं। सो उहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै यी सबै भिडियोको दामी एन्ड फन्नी कमेन्ट्स पढौँ है त। लेट्स गो। लु गाइज, पहिला हाम्रो नेपालको जलपरीलाई हेरौँ अनि त्यसपछि फन्नी कमेन्ट्स पढ्ने है त। ओ भाई क्या है? ओहो, फर्स्ट टाइम देखियो यस्तो जलपरी। कमेन्ट्स पढौँ है त। विदेशतिरको जलपरी 0 फिगरवाला हुन्छन्, हाम्रो त भात धेरै खाएर डरम जस्तो। अनलाइन अर्डर गरेको थियो रे, सामान डुप्लिकेट परेछ। जलपरी तन्ना परी, जलपरी थलपरी, जलपरी जलगैडा, जलपरी पेटीकोट परी। होइन, यस्तो खाले इस्कुस पनि हुन्छ भने हेर्नुस् त पहिला अनि कमेन्ट्स पढौँला। देशमा कृषि विकास प्रधान भनिन्छ देखिन्छ हो र ओके, कमेन्ट्स पढौँ है त। अनि जिब्रो त बाहिरै छ त, इस्कुस त छोरी मान्छे पो भएछ। त्यसै त मलाई यो इस्कुस मनै पर्थेन, अब त झनै हेर्दिन म। सेम छ त यार। रिप्लाई हेर्नु न, यति लामो जिब्रो त हुन्न भो। मलाई पनि एकदम मिठो लाग्छ यो फल। भाषण अनुसारको ठिकै फलेछ। प्रधान भनिन्छ पुरै घर खुलेछ, अब चाहिँ अब जन्मिन्छ। खै यो दिदीले के गर्न खोजेको हो, पहिला हेरौँ है त अनि फन्नी कमेन्ट्सतिर जाम्ला। ओके, कमेन्ट्स पढौँ है त। कोला कोला झन्डै सातो गएको। त्यो साग निकाल्नु माइजू, अब भोला खाना छोडिदिनु। दिदी, जाँड छोक्रा चाहिँ फाल्नु, दाँतको एक्टिङ ठिक छ। ओ दिदी, दाँतमा सुर्ती अड्केको छ। आधा केजी जति सुकुटी दाँतमै छ हौ दिदी। अरे, मर्ने बेलामा हरियो काँक्रो भनेको यही त होला। भिडियो हेरौँ अनि कमेन्ट्स पढ्ने है त। आजको नास्ता साथीहरु ओ भाई, ये क्या है? फलेको अर्ग्यानिक मुलाको मुलाबाट तपाईँ कस्तो लाग्यो हुन्छ। उठा ले रे बाबा, उठा ले। ओहो बाजे कडा। कमेन्ट्स पढौँ है त। होइन, के गरेको बाजे? आजको नास्ता साथी रन्डो बुढो। सुरुमा सफा गर्ने तरिका सबैले हेरेर सिक्नु होला है त गाइज। अच्छा, हमको सिखा रिया है। मुलाको मुलाबाट फेरि पाद्ने होइन है बाजे। मुला गुला। रेडियो दिनुपर्ने, मोबाइल दिएपछि यस्तै हो। आजको नास्ता साथीहरु आफ्नो खेतबारीमा फलेको अर्ग्यानिक मुला। अझै पुर्याउ गाउँ गाउँमा इन्टरनेट। ये भी मेरी गलती है। नहीं भाई, मेरी गलती है। ओहो, सागपात धेरै खाएको आँखा भएपछि हेर्दिन भने नि देखिने। भिडियो हेरौँ अनि कमेन्ट्स पढ्ने। सबर करो। जिस राह पे तुम चल रहे हो बेटा, एक दिन पूरी तरह फंसोगे। ओके, कमेन्ट्स पढौँ है त। कत्रो पापा। होइन, के साह्रो चिरा परेको। म नक्सा पास गर्ने मान्छे, अनि म चाहिँ इन्जिनियर। 2 आनाको छ है यो जग्गा। पैसा छ नि हैन? 150 रुपैयाँ देगा। रसिलो होला सुन्तला यो जाडोमा। कति ठुलो ठुलो कोसा भाइ।
तल मुख हाँसेको हेर्नु कि माथि मुख हेर्नु अलमलमा परे ल है केटाहरू नमस्ते गरिरहेछ नमस्ते फर्काउ भएन जाडो न साडो भाइरल त हुनै पर्यो भनेर भिडियो बनाएछन् दिदीले यता हेरौँ है त Oh God! तो चलिए शुरू करते हैं। मम ड्याड बी लाइक यसरी नै छाती फुल्लाएर हिँड्नु छोरी यस्तो ज्यान भएको बुढी भए पो बाँच्न नि अलि मजा आउँछ हाम्री त खाना बिर्सेकी दाउरी छिन् मुहान रसायो भने त बाढी नै आउँछ होला अनुभवी मान्छेको कला नै बेग्लै आजको हस्ते तिम्रो नाममा भयो है सुड्डी काठमाडौँ आउनु खाने बस्ने जिम्मा मेरो ज्यान देखेर मोहित भए म यता फेरि दाजुको गीतको भन्दा अन्त्य कुराको चासो देखियो कमेन्ट्समा हेर्नुहोस् है त ओ भाई ये क्या है लु केटीहरूको बाहेक कमेन्टै भेट्टाएन पर्दिम है त रामजी हर्नियाको उपचार हुन्छ त रामजी सरलाई पनि मिन्स हुन्छ क्या हो सेफ्टी धेरै ठुलो लाउनु भएछ चन्दा उठाउन सुरु गरौँ कि आफ्नै पैसाले गर्ने उपचार ब्रो छक्क पर्छु हौ हाम्रो गाउँमा पनि एउटा बाजेको यो भन्दा ठुलो छ अझ भनेसी गतिलै छ हैन त गीत डाइपर भरिएछ पहिले फेरेर गीत गाउन पर्ने हो सबैको चोखे लागेर बोकिन सक्नु भएको रहेछ ल गाइज मेरो भन्नु केही छैन यो भिडियो आफै हेर्नुस् अनि कमेन्ट्स पढौँला मरिँदैमा त गर्मी भएर हट भएर गर्मी भएर म त मर्ने हो गर्मी भएर हट भएर पट भएर म त मर्ने हो गर्मी भएर ओहो नसकिने भयो कमेन्ट्स पढौँ है त ए बन्दुक देऊ न हो कसैले बरु मारेर जेल जान्छु बिचरा यस्तो हुँदासम्म किन पाटन अस्पताल नलगेको होला महिनावारी बन्द भएको कति वर्ष भयो काकी कम से कम 30 साल त्रिशुलीमा लगेर फाल्देऊ न हो कसैले परेको म बेहोर्छु यो दिदी चाहिँ यस्तो भएको 6 महिना जति भयो हजुर पाटन हस्पिटलले पनि भरना लिएन कि आफै मर्न पाए हुन्थ्यो कि त मार्न पाए हुन्थ्यो यता चाहे जेसुकै फुटोस् तर भाइरल भएरै छोड्नु छ भिडियो हेरौँ अनि भन्ने कमेन्ट्स पढ्ने है त ओके कमेन्ट्स पढौँ है त बुढीको स्पोन्सरमा विदेश जाँदाको नतिजा हो रे यो खुट्टा कहाँ राखेको दिदी फुट्ला नि फेरि मेरे को तो ऐसा धक धक हो रहा है आडे होला है छिटो छिटो छोराछोरी बनाऊ है बाबु बुढीले खसी पार्देली जस्तो छ भरे कसरी खान्छौ अहिले लत्याएको फलफुल गेडा सेडा फुट्छ अनि केटी फेर्ने कि गेडा फेर्ने हो फेरि गाइज नेपालमा सिरियस हुने वातावरण नै छैन हौ यो भिडियो हेर्नुस् अनि कमेन्ट्स पढौँला ओके कमेन्ट्स पढौँ है त के गर्नु नेपालमा धागो पनि ओरिजिनल छैन खासमा रुनु पर्ने थियो मलाई चाहिँ हाँसो लाग्यो कहानी त अधुरो नै भयो त नाच के केही हुन्न रे साथीले भनेको
टाइटल अफ द सङ टुटेको मन अनि फाटेको प्यान्ट जाँदा पेन्ट हाँस्दै जाऊ ल बहिनीको प्यान्ट नलगा ठिक हुँदैन भनेको नमानेपछि के गर्नु त ओके गाइज आजको भिडियोमा मलाई चाहिँ एकदमै एपिक एन्ड फन्नी यो भिडियोको यो कमेन्ट लाग्यो हजुरहरूलाई चाहिँ कुन चाहिँ कमेन्ट एपिक एन्ड फन्नी लाग्यो कमेन्ट गर्नु होला है त द्याट्स इट फर टुडे भिडियोलाई लाइक गर्नु होला सी यू इन नेक्स्ट भिडियो बाई